नरेश के गरेको घाँस काटेको यस्तो माथि पनि जान सक्यौ तिमी तेर तिमीलाई त यार जहाँ घाँस काट्दा पनि पुऱ्याउनु पर्ने भयो नि त होइन जहाँ काट्दा पनि पुऱ्याउनु भयो पर्ने भयो यस्तो अप्ठ्यारोमा यो चाहिँ यहाँ खस्यो भने त जिन्दै खतम भयो कति लामो छ हेरौँ न पुता ऊ तेरे तर बुता चढ्न तिमीलाई मान्नु पर्छ के भएको नि यति बुतान जान सक्ने तेरे यो चाहिँ स्पेसल ठाउँ यहाँको एकिनास हाम्रो गाउँ राम्रो गाउँ यस्तो यहाँ चाहिँ आइस झरे उता आइस छ नि त उता यता पखा आइस होइन यता पखा धुसिनी फेरि धुसिनी हेरौँ न यस्तो छ अरे घर यो धुसिनी पऱ्यो यो माथि फेरि भरजाली होइन भरजालीको डाँडा यो भरजालीको डाँडा यो भरजाली अनि यहाँ चाहिँ सर लाएर यो ठाउँ चाहिँ स्पेसल ठाउँ यो फेरि स्पेसल सब्जी होइन नेपालको सबैभन्दा स्पेसल सब्जी अनि स्पेसल खाना यो जस्तो खाना सकिन्न अरू खाना केही छैन यो नम्बर 1 सबैभन्दा नेपालको एकदमै व्यस्त खाना त्यसपछि चाहिँ यो हामी घाँस झारेको अवस्था यो घाँस भनेपछि नेपालको अर्ग्यानिक घाँस यो अर्ग्यानिक घाँस त्यसपछि हामी पनि छौँ फेरि सरर लाएर हामी घाँस काट्न आएको होइन बिहान घाँस काट्न आएको है यस्तो ठाउँ त्यो मान्छे टुरिस्टले पनि पाउँदैन नि यस्तो ठाउँ त घुम्नु यो हाम्रो गाउँघरलाई गाउँघर जस्तो